मैले काम गर्नुपर्ने चाहिँ अब यहाँसम्म छ है भनेर मलाई एकछिन टाइम ब्रेक दिउँ है भन्दाखेरि चाहिँ कोही कोही बेला त्यो चाहिँ तालमेल अलिकति नमिलिरहेको अवस्था चाहिँ आउनु सक्दो रहेछ। समय मात्रै हो मिलाउनु मिल्ने नमिल्ने, पैसा भन्ने कुरा त मिल्छ, त्यस्तै तपाईँले भने जस्तो त दुइटै कुरा पनि नहोला। दाइरा मेरै जस्तोमा पनि कस्तो भने यो चाहिँ हामीले काम गर्ने भनेको त एक टाइमको लागि होइन नि त। मैले सोच्दाखेरि पनि जम्मै मेकरहरूसँग समय मिलाउनु सकियो भनेदेखि चाहिँ पैसा भनेको चाहिँ हामी एक टाइमको लागि मात्रै काम गर्ने होइन नि त। भोलि मेरो कोही डिरेक्टरलाई अथवा मलाई हामी दुईजनालाई कुनै न कुनै समय अर्को समय चाहिएला। आजको दिनमा मौक्ष दाइसँगकै उदाहरण दिउँ, दाइसँग पहिला हामीले दयारानी गऱ्यौँ होइन, त्यस पछाडि दोस्रो यो गऱ्यौँ, यो गर्दै जाँदाखेरि तेस्रो अर्को गरौँला, चौथो अर्को गरौँला। दाइले भन्नुभयो जस्तो फेरि त्यो मलाई दाइले अप्ठ्यारै पार्नु भएको पनि छैन होइन। फेरि हाम्रो सम्बन्ध भनेको मेकरको सम्बन्ध भनेको एउटा एक्टर अथवा मेकर अथवा यो टिम भनेको जहिले पनि रहिरहने एउटा सम्बन्ध हो नि त, लामो समयसम्म सोच्नुपर्छ होला होइन। त्यही चिजहरू हो खास गर्ने चाहिँ। दाइले एउटा प्रश्न मेरो चाहिँ